यहाँ चाहिँ कालीझोडामा अहिले रुख लडेर चाहिँ कापड गाडी साडी राम्रो पारेछ हो। म चाहिँ त्यहाँबाट कुदेर आएर हेर्दैछु यहाँ चाहिँ डेन्जर बनाएको छ। आम्मा यस्तो बनाएको हुन्छ गाडी हेरेर चाहिँ पछि प्राय बनाएको आम्मा गाडी खडाम हो। लाइन त छोड्नु न त्यहाँनिर लाइन भाइ अगाडि जानु त करेन्ट छ भाइ त्यहाँनिर करेन्ट छ जानु त त्यहाँ नलाग्नु अहिले फेरि ड्राइभर चाहिँ यस्तो झन् बाटो छ हो ड्राइभर चाहिँ हेत तेरिका रुखमा पनि नचढ्नु यस्तो चाहिँ यस्तो भइरहेको छ अहिले बाटो ब्लक। अब अहिले घरि चाहिँ यो कति बज्यो भन्दा चाहिँ 5:43 चाहिँ यस्तो भइरहेछ हो। कालीझोडामा यसरी एकदम जाम बालाङबुलुङ पल्टेको रहेछ रुखै चारपट्टि ब्लक बाटो अवस्था गम्भीर भइरहेको रहेछ। डेन्जर छ डेन्जर अहिले हिँड्न चाहिँ यस्तो छ अवस्था।